हेलो नमस्कार जय मानव सेवा हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। आज मानव सेवा आश्रमको मायकेको डे 1 सबैलाई हेर्नु होला। हाम्रो मानव सेवा कति राम्रो छ, सबै आइदिनु होला। हजुरहरूको गरिमामय उपस्थितिको लागि म एकदम आइदिनु होला। सबैजना हेर्नु न, हामीले कति सेवा गर्ने मौका पाएको छौँ। स्टेजमा सफा गर्दै हुनुहुन्छ दिदीहरूले, मिलाउँदै हुनुहुन्छ, सबैजनाले सेवा गर्नुभएको छ। अनि अरू के छ खबर हजुरहरूको? हेर्नु म त यस्तो भएको थिएँ आज कुर्ता लाएर। त्यसपछि यो सन्देश भाइ हो। हामी चाहिँ कलश यात्रामा जाँदै थियौँ, दिदी हुनुहुन्छ। कलश यात्रामा धेरै रमाइलो भयो आजको दिन। कलश यात्रामा दिदीहरूसँग नाच्दै गाउँदै सबैजनासँग रमाइलो गर्दै हामी त धेरै रमाइलो गऱ्यौँ। हजुरहरू पनि आउनु होला। पोखरा हुनुहुन्छ भने प्लिज प्लिज वेलकम। गुरुदेव हुनुहुन्छ उहाँ हाम्रो, अनि दिजुहरू हुनुहुन्छ। म पनि बोल्दैछु के यो चाहिँ सन्देश भाइ हो। हामी नाचेको अनि हाम्रो मानव सेवा बाटोबाट यस्तो राम्रो देखिन्छ। एकचोटि आउनु होला, भिजिट गर्नु होला, सकेको सहयोग गर्नु होला, नसके पनि केही छैन, आउनु होला, हेरेर जानु होला। मायके अरू बेला पनि आउनु होला। ट्याक्क लगाएर मानव सेवा आश्रम हो यो, पोखरा। यता पनि छ, यताको पनि हो, यता देखेको। के बोल्ने त्यसपछि यो चाहिँ लक्ष्मीनारायण मन्दिर हो। कस्तो राम्रो छ यो मन्दिर। अहिले बनाएको मन्दिर हो। पहिला पुरानो मन्दिर थियो, अहिले रेनोभेसन गरेको। त्यसपछि फुल मानव सेवा आश्रमको भवन हो यो। त्यसपछि यता अर्को आश्रम हो, मानव सेवा आश्रम कास्की नै हो, ह्याम्जा शाखा हो। यता कस्तो हो यो, कस्तो राम्रो छ। मौसम पनि चिसो चिसो। यो चाहिँ मायके भएको ठाउँ हो। त्यसपछि हामीलाई कार्यक्रम सुरु भयो आज, पहिलो दिन। त्यसपछि सबैजना बस्नु भएको छ, गुरुदेवको प्रतीक्षामा बस्नु भएको छ। गुरुदेव आएर सबै भजन कीर्तन भयो आज। सबै अरू गुरुदेवहरू पनि आउनु भएको थियो, नाम थाहा छैन मलाई। अनि कति धेरैजना आउनु भएको थियो, आमा समूहहरू, भजन कीर्तन टोलीहरू, सबैजना रमाइलो भयो आजको दिन। त्यसपछि गुरुदेवले मतलब थोरै केही भन्नुभएको थियो यति बेला चाहिँ। त्यसपछि यो चाहिँ अकला मन्दिर हो, पोखराको अकला मन्दिर। त्यसपछि सबै सक्यो अनि श्रम सेवा भयो। हामीले यहाँ सरसफाइ गऱ्यौँ, सरसफाइ गर्ने अनि मेरो काम बढालेँ मैले आजको। थ्याङ्क यू सो मच। बाई बाई, गुड नाइट।